गाइज नमस्कार। हामी चाहिँ आज किस्पाङ गाउँपालिकाको वडा नम्बर 3 र 2 को चाहिँ सिमानामा रहेको किस्पाङ हाम्रो त्यो जङ्गलभित्र चाहिँ काफल खाँदैछौँ है। हामी यहाँ चाहिँ धेरैजना साथीहरू छौँ। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो भाइहरू चाहिँ फेदरतिर छन्। हाम्रो हमाल सर चाहिँ उता चाहिँ मस्त झुन्डिरहनु भएको छ, देख्न सक्नुहुन्छ तपाईँले है। हेर्नुहोस् है, नेचरमा चाहिँ होइन हामी त्यो किनेर चाहिँ अब सबैले खान सक्छन्, तर प्राकृतिक रूपमा चाहिँ हामी जुन रुखमै चढेर होइन मजाले चाहिँ केही पनि नाश नगरिकन चाहिँ हामीले चाहिँ खाइरहेको अवस्थामा छौँ हामी सबैजना। कोही चाहिँ के अरे बाँदरहरू फेदातिर छ नि हाम्फाले हेर्नुहोस् है। काफल चाहिँ यहाँ यस्तो रातो भएर यस्तो राम्रो छ। हामी चाहिँ ल यहाँ हाम्रो हमाल सर चाहिँ ट्याक्क काफलको उसमा चाहिँ सट्ट हुनुहुन्छ, छेउमा चाहिँ अलि रिक्स है, बिस्तारै गर्नु होला है। ल भाइ हेलो भन्दै मस्तो टिपिरहेछ। ल हमाल सरको चाहिँ बोली मात्रै देख्न सकिन्छ हामीले चाहिँ। ल ओएमजी हेर्नुहोस् त ल काफल त के कुरा नगर्नु। किस्पाङ हो नि, यो नेचुरल प्राकृतिक सम्पदाले त भरिपूर्ण छ। यहाँ घर छेउमा मात्र उसको उक्लिने बित्तिकै काफलका बोटहरू ओहो हेर्नुहोस् सरले ल धेरै ठुलो हाँगा चाहिँ नभान्छ, अर्को वर्षलाई पनि चाहिन्छ। सानोसानो उसलाई चाहिँ ऊ ल हेर्नुहोस् यहाँ काफल चाहिँ हाम्रो टिपेर अरू भाइले चाहिँ प्लास्टिक व्यवस्था गरेर काफल टिपेको छ। ल हेर्नुहोस् त कति कालो कति मिठो होला। ओहो सम्झिनुहोस् त कति मिठो होला। यस्तो गुलियो छ कि सर मुखबाट पानी आउँछ क्या, गुलियोहरू अम्लिने। सरले चाहिँ के भन्दै हुनुहुन्छ भने किस्पाङतिर बाहिर भएको साथीहरूले चाहिँ बेस्ट मौसम छ अहिले किस्पाङको यात्रा गर्न। अहिले काफल ऐँसिलो चुद्रोदेखि लिएर होइन सम्पूर्ण नेचुरल चाहिँ फलहरू चाहिँ हामीले यहाँ खान पाउँछौँ र प्रकृतिसँग चाहिँ हामी भिजेर रमाइलो गर्न सक्छौँ है। यो चाहिँ हेर्नुहोस् है, हाम्रो चाहिँ यो किस्पाङको हरेक के अरे ऐतिहासिक ठाउँ हो, हेर्न सक्नुहुन्छ। हाम्रो मन्दिरदेखि लिएर है। हेलो साथीहरू, अब चाहिँ हामी काफल खाएर ऐँसिलो खान आइसकेका छौँ। हजुर देख्न सक्नुहुन्छ मिठो छ नि। उहाँ चाहिँ हाम्रो किस्पाङ गाउँपालिका 5 नम्बर ओडा स्थित मनोकामना स्वास्थ्य चौकी प्रमुख श्री कृष्ण ढुङ्गेल सर हुनुहुन्छ। र हामी अब जङ्गलभित्रको यात्रा गर्दैछौँ। हजुरहरू देख्न सक्नुहुन्छ ढुङ्गेल सर जङ्गलभित्र प्रवेश गरिसक्नु भएको छ। र यहाँ देख्न सक्नुहुन्छ अरू पनि थुप्रै मान्छेहरू हुनुहुन्छ जो प्राकृतिक सौन्दर्य मन पराउनुहुन्छ र यहाँ आउनुहुन्छ। कसैले रुखमा चढेर काफल खाँदै हुनुहुन्छ त कोही भुइँमा ऐँसिलो टिपेर खाँदै हुनुहुन्छ। यो जम्मै ऐँसिलोको झारीहरू हो, हजुरहरू देख्न सक्नुहुन्छ। ऐँसिलो धेरै नै छ यहाँ। म त्यही आउँछु है। हो त होइन नि। ल ल ल ल ल लड्डु देखाउनु त। ऐँसिलो छिर्नुहुन्छ, अब खाना छिर्न परिगयो आउनुपर्ने हो फेरि। अब झारी भनेपछि पोजिटिभ सोच्नु पर्ने हुन्छ, फेरि नेगेटिभ हुँदैन। झारीमा सबै पुग्दैन, त्यो भएर